साथीहरु यो चाहिँ हाम्रो गाउँ हो। यो चाहिँ सन्तोष दाइ हुनुहुन्छ हाम्रो परदेशी कान्छो। अनि यो चाहिँ हाम्रो आँपको बोट हो। भर्खर हामीले यहाँ काँचो आँप निकालेका छौँ। मकै बारी छ यहाँ। उ त्यो नस्पातीको बोट हो। मकै बारी दरम यो हल्लाभेद। उ यहाँ नि आँपको बोट छ। उ त्यो अम्बा कहाँ जुन ल कागतिर होइन अहिले फर्किने बेलामा यही बाटो ल। त्यसो भए अनि हाम्रो यहाँ चाहिँ कति धेरै छ यस्तो खानेकुराहरू साथीहरू। यसलाई चाहिँ म्याङ्गो भन्छ। यो चाहिँ फेरि पाकेपछि यस्तो मिठो हुन्छ यो बोटको आँप होइन। अनि अब चाहिँ हामी यहाँ भालासाला बोकेर हिँड्न गइरहेको छौँ। यो पानी कहाँ आएको भन्ने कुरा। र अब चाहिँ हामी कागती हेर्न जान्छौँ। यो चाहिँ हाम्रो गाउँ हो साथीहरू। कति धेरै खानेकुराहरू छ। कफीदेखिबाट लिएर अलैँची सलैँची सब छ।